यो घाम पानीले पनि एकदम अचम्म गराउँछ आमा। घरि फुल यताबाट उता सार्नु, उताबाट यता रह्यो अब यो पानी फेरि। यस फुल चाहिँ राम्रो फुलेको छ है। अब वेदर फोरकास्टमा नि पुरा पानी देखाएको छ है। तर आमा कति राम्रो रहेछ हेर्नुहोस् त। लु हो सारुङ होस् जेसुको सामा। ल ल सारुङ यहाँतिर पनि फुल चाहिँ गजब फुलेको छ है। ल साइन्टिस्टले भन्यो है पानी आउँछ भनेर आमा। ल सारुङ फुलहरू यति सुन्दर फुलेको छ कि यसलाई पानीमा राख्नु पनि लोभै लाग्छ। तर पानी चाहिँ एकछिन आउँछ फेरि घाम लाग्ला, एकछिन आउँछ फेरि बन्द हुन्छ। त्यही कारणले गर्दा अब सार्नु चाहिँ सारिदिएकै हो। कस्तो दुःख गरेको छ है आमा हामीले चाङले है आमा। ए तपाईँको फोटो खिचिदिनु पर्ने। ल बस्नुहोस्। अब फुल सारिसक्यो पानी आउँदैन आमा। यही हामीलाई हतार मात्र लगाएको थियो। आमाको एउटा यो मनपर्ने फुल मध्येमा यो एउटा फुल पनि रहेछ। मलाई पनि साह्रै मनपर्छ यो फुल चाहिँ। आमा यो र यो साह्रै दामी लाग्छ। खै देखाउनु त यता आमा। ल फुल भन्दा राम्रो हाम्रो आमा, फुल जस्तै हाम्रो आमा।